Alright guys, good morning. So बिहानको सुरुवात चाहिँ हाम्रो 5 बजेदेखि भइसकेको छ अनि म चाहिँ छु ठ्याक्क अनुपम प्रोकोमा हाम्रो बिहानको सुरुवातसँगै र म चाहिँ बाहिर सायद अलिकति ख्याल गर्नु भइरहेको होला तपाईहरुले बाहिर चाहिँ पुरा अँध्यारो छ है ब्याकग्राउन्ड साइडतिर चाहिँ पनि त्यस्तै अँध्यारो छ सो हामी चाहिँ जानुपर्छ कलेज सबभन्दा फर्स्ट फ्लोर अनुपमले चाहिँ मुख धुन्छ ओ केही देखिरहेको छैन त यार अनुपमले चाहिँ मुख धुन्छ अनि त्यस पछाडि चाहिँ हामी चल्दै छोरो संसार जित्न भयो मजाले माथितिरको भ्यू हेर्न सकिँदैन लास्टै अँध्यारो भइरहेको छ 5 बजी लास्ट अँध्यारो हुन्छ कि सही कहाँ भने हो पिसा फ्रेन्ड जान्छु भन्छ अहिले सो अनि त्यस पछाडि चाहिँ होइन ओए अनुपम एक्लै सुत्छु भन्थ्यो यहाँ को त मा ले ये तो भाई कुछ अलग ही हुआ भाई अनुपम को त यो अन्त एक्लै सुत्छु भने अरुण को अरुण मसँग ठुलो खाने आन्सर हो जोखे भाइले सुतिरहेको रहेछ मा फुच्चे रहेछ म त कस्तो जसिन गरेँ कि एक्कासी म यहाँ पल्टिन लाग्छ यस्तो पल्टिन लाग्छ सुटिया जस्तो होला म यसो साँझ नआयो बसिसक्यो दौड साँझ नआयो साँझमा आयो त्यही साँझ आएको हो क्या म फोन गर्ने भन्नाले न त थाहा भइहाल्थ्यो मलाई यतिको हल्दिरहेको थियो म बिहा साँझतिर त जान्नु चल्दैछ होइन के सब प्याक गरिस् होइन मेरो किताब छैन र जस्तो अरे तर म बस्नु पर्दै सँगै है ल केटा हो चल्दैछ है अब जाउँ यहाँ चाहिँ केटीहरू बस्ने रहेछन् होइन अनि त्यसो गरी मैले चाहिँ जाम भनिसकेँ लास्टै चिसो छ यार माकोसम्म बिहान उठ्दा बहुत गाह्रो हुन्छ आज त नि फक्स भइदियो क्या सोल्दे किन भन न किनकि कस्तो भन्दाखेरि त्यहाँ ठ्याक्कै सन्देशको घरमा त्यो धामी गोचाहरू छन् ए आज जागो नि के यस्तो साउन्ड आइरहेको थियो पुरै याप यत्रो यति ठुलो स्पिकर ठुलो बनाएर सुत्दिँदा त्यही पनि बेला बेलामा फक्स भइरहेको थियो क्या हुन्छ नि त्यही के साउन्ड बेला बेलामा आइरहेको थियो कि गीत अफ भयो बेला दौडको सुतेको छु हेर अघि भर्खरसम्म जागरण गर्नेहरूमा सुत्दैनन् नि हो त्यहाँ त्यत्रो त्यो जागरण गरे होइन त्यसको पछाडि अब माथितिर गर्न आछन् के त्यो मेरो कोठामा फेरि टपमा छ नि त त्यही भएर ला सुनिन्छ कि फेरि साउन्ड अनि हो ला जाडो छ हात के नि 15 लिएर आउने भन्दा थिएँ मैले भुलेर आइगएको छु यार त्यही हो केटा सो केही देखिरहेको छैन होला मैले भ्यू देख्न खोजिरहेको थिएँ तर अब त्यही त हो नि अलराइट गाइस हामी चाहिँ क्लासमा आइसकेको छौँ होइन त्यस पछाडि म चाहिँ यसले आज मलाई फर्स्ट बेन्चमा बसेको कि त्यही हो केटाहरू सो टाइम पनि भइसकेको छ होइन त्यस पछाडि कति बज्यो यार अहिले यार सो 6 समथिङ बस्नु आइसकेको छ होइन विद्यार्थीहरू आइरहेछन् जस्तोले गइरहेछन् होइन त्यही हो गाइस सो यो अब चाहिँ हामी एकछिन पछाडि भेट्नुपर्छ अब 1 घन्टामा फेरि निस्किनु पर्छ सोल्दै किनभने भ्यू देखाउनु पर्यो नि त अनर सही हाम्रो लागि एडिट गर्नु पर्यो भरे आउँछु नि भरे नै नि भोलि बिहान भोलि 8 बजीतिर त ढुक्क आउँछ केटा हेलो भन्नु सही हो मेरो 32 रहेछ यार सही हो केटा नि अलि इम्पोर्टेन्ट भन्दा नि एउटा यतिकै पोस्ट गरिदिन्छु लिङ्क छाडिदिन्छु लिङ्क छाडिदियो अब हेर्छु मलाई के सोच ट्याक भएन हेर्ने तिम्रो छँदैछौ दुईटा तिमीले मात्र हेऱ्यो भने नि मजा आउँछ होइन सही हो त्यही भएर त्यही हो अहिले ठ्याक्क कति बज्यो यार कति बज्यो 6:25
7:25 7:25 बारे छ ए 7:06 6 मुला 6:25 म त थाहै छैन नि तर म भन्दा आज तपाईँ अलि ढिलाउनु भने तपाईँ म ढिलाउनु भने आज आउनु होला त्यो टोइलेटमा लाइट बलिरहेको थियो अनि म तपाईँ फिक्स टिजानमा चलाउने त सधैँ यस्तै मभन्दा छिटो आउँछ म आजदेखि चाहिँ दिल्ली आउँछु होला आजदेखि दिल्ली आउँछ कहिलेकाहीँ उल्टे निट पुग्छु कि म त्यही भएर सही हो केटा हो आज चाहिँ कति हो आज 14 गते रहेछ केटा हो अनि त्यही भएर आज चाहिँ म आउन त यहाँ कोटगाउँमा बसेर चाहिँ म कति भयो भन्दाखेरि अलमोस्ट 1 हप्ता त भयो होला है बढी पनि भयो 1 हप्ताभन्दा बढी भयो होला तर के भयो कहिलेकाहीँ शनिबार हुन्छ अनि म 3 दिन चाहिँ छोडिसकेको छु घर गएर 2 दिन भनेपछि 5 दिन चाहिँ मैले अब म जोइन आएदेखि चाहिँ मैले 5 दिन चाहिँ छोडिसकेको छु होइन अनि त्यही भएर तर बिहान लास्टै चिसो हुन्छ क्या त्यही भएर चिस सो यो तर यार अनुभव सोल्ले कस्तो भन्दाखेरि आज मेरोमा जानुपर्छ है सुन्न मेरोमा जानुपर्छ आज है कस्तो भन्दाखेरि मासु बनाउँदा होइन अनि त्यो खानेको त छोड्दैन त कोठामा के गर्छस् र बल्ल यतिकै त बस्ने अनि हो माथि जाम्ला खाम्ला म अनि त्यसपछि आजको प्लान ल ट्रिप हाम्रो के हुन्छ भन्दाखेरि खान्छौँ अनि हल्का रेस्ट गर्छौँ रेस्ट गरेर चाहिँ माथितिर जाम्ला नि त त्यो के अरे माथि नवीनको घर क्या केटा साइडको दामी भ्यू देखिन्छ क्या त्यहाँ भ्यू त त्यस्तै हो मैले यतिकै डुल्न जानु लाग्यो है फेरि त्यही त अनि त्यो मोबाइलको चार्जर लगिराखेस् अनि यो मेरो ब्लग पनि ठ्याक्कै बन्छ होइन त्यहाँ जाम्ला अनि फर्केर ठ्याक्कै जुटासित उठे लगेर जाम्ला कि फुटबल खेलौँ नि त त्यहाँदेखि फेरि फर्केला होइन र सही हो प्लान बने केटा हो आज चाहिँ हाम्रो टक्क फुल भ्लग आउँछ है भोलितिर आउँछ होला होइन एडिट मलाई फेरि भ्लग बनाउनु त मजा आउँछ तर एडिट गर्न बहुत बेजा लाग्छ क्या सही हो केटा हो अब एकछिन हामी चाहिँ अब बाहिरको भ्यू देखाउँदा अब निस्किने चाहिँ हुन्न है एउटा मास खडुस मास तर आउँछ क्या अहिले त्यही भएर सही हो म्याच के सोल्टी गुड मर्निङ है सोल्टी चाहिँ होस्टेल बस्छन् है होस्टेल यही हो केटा होस्टेल चाहिँ यस्तो रहेछ है यो पहिला हामी पनि बस्या हो है म चाहिँ पारी छुट्टिएको त्यो अहिले के भन्न रहेछन् अर्कै यो चाहिँ होइन हामीले ल्यायो बट्टा यो होइन है चप्का रहेछन् यो होइन चाहिँ हामीले ल्यायो है केटी बस्थ्यो तिमीहरूको पालामा तिम्रो हुँदाखेरि केटीहरू बस्थ्यो अनि म बस्दाखेरि चाहिँ कस्तो भन्दाखेरि चाहिँ हामी बस्थ्यो हो न भर्खर स्टार्ट गऱ्यो भने कि यतिकै रमाइलो हुन्छ कि कहिले काहीँ एक्लै बोल्ने चल्दैछ छोरो यतादेखि जाने होइन कि उ त्यहाँ बारेमा त्यो जग्गा चलाएर मास्टरहरू ल्याएर होइन हो यस्तरी गर्नु पऱ्यो यार बल्ल वाइट एङ्गल देखाएको छु नि म देखेको छु नि म मिठो देखाएँ ल हेरेँ है तिमीले मैले तिमीले पनि देखाएको छ भनेको अलराइट गाइस यस्तो छ बिहान अघि हामी ब्याक अनाएर उड्दाखेरि आएको थियौँ के छ गुड मर्निङ ठिक छ हजुरको ल ठिक छ यहीँ बस्नु चाहिँ के हो ए हो र यतादेखि जानु न के ट्याकट्याक बोटोमा सो यस्तो छ है बिहान हामी चाहिँ अघि अड्याएर हुँदाखेरि आएको थियौँ अहिले चाहिँ यस्तो छ एउटा उस त्यहाँ चाहिँ त्यो निकस दाइले चाहिँ सिकाउनु भइरहेछ बच्चाहरू 2जना मात्र रहेछ आज चाहिँ टेकान्डो खेल्ने ए सरी कराटे खेल्ने टेकान्डो खेल्ने चाहिँ होला अरू पनि सो अहिले चाहिँ यस्तो रहेछ है थाहै थिएन यार मलाई चाहिँ पानी पियासबाट मन लाग्छ त्यही हो केटा हो है अब भ्यू देखाउने भनेको थिएँ एकदिन माथि गएर चाहिँ मिठो भ्यू देखाउँछु केटा हो हल्का हल्का सनसेट आइरहेको छ तर यहाँदेखि चाहिँ सनसेट त काइटा पनि देखिन्न तर त्यही हो सनसेट चाहिँ म देखाउँछु यहाँ केटा यहाँ यता माथि जाऊँ है माथिबाट यहाँ हो के हुन्छ चल्लिस
हेलो भन्नु न आई लभ यु भन्नु न आई लभ यु भन्नु न साथी 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 तिमीले भन्नु न के खान्छ अहिले के खाइस् बाबु स्कुल जा घन्टी लाग्यो हेलो हेलो नमस्ते गाइस सिधै बच्चाहरु हाँ अलराइट गाइस म चाहिँ नि फर्किरहेको थिएँ यहाँ चाहिँ केटाहरू भेट्यो यो डन अर्को हेर यहाँ स्कुल जाने विद्यार्थी हेलो भन्नु हेलो सही सही केटा जाऊ जाऊ छिट जाऊ है खिचाम लाग्यो आफ्नै त हो नि आफ्नै त हो नि हेलो सो कस्तो दामी देखेको यार यो केराको भने यार के केटा हो छिटो 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 केसको भाइ फेरि भेट्यौँ हामी तपाईँ पनि देखिनु भएको छ बिहानको भिडियोमै देखिनु भएको छ केटा हो आयो भन्दै जाऊ मुलाहरू आयो भन्दै जाऊ म एकटा अक्षर सही हो राइट खोलाइ देखिरहेको छु कि मैले यार सो मैले खोलाइ देखिरहेको छु यार म चाहिँ हामी चाहिँ आइपुग्यौँ होइन कोठा रुम साइडतिर अनि मैले चाहिँ अगाडि देखिरहेको छु मैले सोल्टी त्यहाँनिर सुभाष दाजुलाई देखिरहेको छु त सो हामी चाहिँ अहिले चाहिँ कोटगाउँ मिलन चोकमा गाइस अलराइट काम चलिरहेको छ चाहिँ हजुर भाइ के छ के ब्रो कहाँबाट हो तिमी फेरि एक्कासी यहाँ देखिया छौ कि यार नगर न यार हसल भाइ हेलो हसल 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 कहाँबाट हो र तेरै सन्तोषले भन्नुहुन्थ्यो सुवास आएको छ भन्नुहुन्थ्यो मलाई खुस सरप्राइज दिन आँट्यो जस्तैले नि सही हो सही हो ल कोठामा जाम न त होइन आइसु त ब्याग स्याग राखेर आऊँ कि ल सो हामी त रुम जानुपर्ने हुन्छ त है सो म चाहिँ हामी यताबाट जान्छौँ यहाँबाट माथि जान्छौँ अझै माथि हो मेरो त टपमा हो एक्लै सिङ्गल लाबिच रक हो म मोटे हो त्यहाँ 40 फेरि अझै माथि अलराइट गाइस म चाहिँ आएँ बल्ल मेरो रुममा सो रुमबाट चाहिँ मिठो भ्यू देखिन्छ क्या फेरि रुमबाट पनि आहा सो यही हो ल यहाँ हो है मेरो रुम चाहिँ तालसाल चाहिँ लान्न मैले सो यस्तो टाइपको छ मेरो त बाँच्ने फेरि राम्रो छ नि सेन्टर त छर्दैन तर पनि के होर्लो भएर रहेछ यार सही हो ल सो अहिले चाहिँ हामी खानासाना खायौँ होइन अनि त्यस पछाडि यसो बाहिरतिर आएको अनि केटाले चाहिँ के भन्छ भन्दाखेरि माथि यो कोटगाउँदेखि त्यहाँ माथितिर चाहिँ गाडी पल्ट्यो भन्छ अहिले त के हो यही हो केटा हो यहाँदेखि भ्यू चाहिँ मिठो देखिन्छ मेरो कोठादेखि रुमदेखि चाहिँ मजाको छ मासु खाइयो आज चाहिँ होइन र अनि यहाँदेखि तल चाहिँ यहाँ वक चलिरहेछ मजाको ल सही हो अलराइट एभ्रिवान अब उता माथितिर जाने प्लान थियो यार त्यो पनि क्यान्सल भयो अहिले चाहिँ र अहिले चाहिँ मस्त हामी चाहिँ यहाँ घाम तापेर बसिरहेछौँ अनुपम म चाहिँ सो भ्यू पनि मिठो देखिरहेछ सनसेट पनि दामी सनसेट भनिरहेको छु म सन छुटे पनि दामी भएको छ सो त्यही केटा अब एकछिन हामी चाहिँ अब 3-4 बजीतिर चाहिँ बल खेल्न जानुपर्छ अनि त्यही बल खेल्दाखेरि चाहिँ भेटौँला त्यही हो ल यस गाइस अहिले चाहिँ यहाँ घाम तापिरहेको थियो अनि यहाँनिर अब त्यो हामी बसिरहेको छ न कि मैले अगाडि सुरुमा बिहान भनिरहेको थिएँ नि हो त्यो चाहिँ यहाँ मेरो यही साइडमा अगाडि बसिरहेछन् अनि साउन्ड कस्तो आइरहेछ अनि घुमेर पनि देख्न सकिन्छ अनि
त्यही हो अहिले चाहिँ कति बज्यो ठ्याक्क लाएर बज्यो होला 1 बज्यो होला अब 2-3 बजेतिर 4 बजेतिर चाहिँ जानुपर्छ केटाहरू बल खेल्न अनि त्यही भेट्छौँ हामीले एकछिन अनि त्यहाँबाट चाहिँ हामी ब्लग चाहिँ यहीँ अन्त्य हुन्छ होइन अलि अगाडि सरी पछाडि अनि त्यही हो है त केटा अझै एकछिनमा भेट्नुपर्छ माछु केही बवाल भयो भने चाहिँ यसो हल्का तलतिर यता सन्डे साथीकोमा गयो भने यसो यहाँ चाहिँ भेट्नुपर्छ त्यही हो अनुपम चाहिँ सुत्न गइसकेको छ म पनि जान्छु भेजा लगाइसक्यो यार मलाई कस्तो चिसो आइरहेको छ क्या यतातिर है त्यही हो केटा ल सो गाइस अहिले चाहिँ मैले भनिरहेको थिएँ यहाँ हामी बसिरहेको छु भनेर यहाँनिर है यस्तो भ्यूमा है ओके गाइस अहिले चाहिँ ठ्याक्क 4 बज्यो होइन अनि त्यस पछाडि अनुपम ब्रो चाहिँ सुतिरहेको थिएँ अघि भर्खर उठेँ त्यस पछाडि अब फेरि हामी फेरि संसार जित्नको लागि जानुपर्छ हामी यहाँ कोठाबाट निस्किसक्यौँ यो मेरो ब्याग पनि उचाल्दैन यो फिट तलसम्म मात्रै अनि तलदेखि हामी अब तलदेखि पसलमा जान लाग्छौँ त्यहाँ गएर नास्ता खाएर फेरि चल्यो छोरो संसार जित्दा ओके गाइस 4, 10, 11 त्यस्तै भयो होला त्यही हो ल गाइस फाइनली हामी चाहिँ बल सल खेलिसक्यौँ अनि बल खेलेको देखाउने भनेर थिएँ सो भएन अनि अहिले चाहिँ कति बज्यो 6 समथिङ नि 6 बजिसक्यो हामी चाहिँ टक्क बल सल खेलेर अब भाइहरूसँग चाहिँ केटाहरूसँग चाहिँ हामी निस्किन छौँ सो यही हो आजको डे है आज हामी के गर्यो यही हो उता माथितिर जाने चाहिँ भएन अनि त्यही भएर हामी चाहिँ यतिकै बल खेल्यौँ सुत्यौँ है त्यही हो ल थ्याङ्क यू फर वाचिङ